पाइपले फुत्किएर नै यस्तो पहिरो गयो कि त्यही त हो पानीको व्यवस्थापन भएन तपाईँहरूको राम्रोसँग तपाईँको पहिरो जानुको मुख्य कारणै पानीको तपाईँको राम्रोसँग व्यवस्थापन भएन भने तपाईँको एउटा हाइड्रो पावरले यस्तो गरायो हजुर तपाईँको थोरै पर्खाल वालहरू माथि आएर भत्किएर ठुलो थुन्निएर पहिरो गयो नि पहिरो गएपछि अब यस्तो क्षति भयो तपाईँको यो खोलो कत्रो ठुलो हुन्छ सर कति ठुलो हुन्छ यो पछाडि ठुलो भएपछि बर्खामा चाहिँ कहाँसम्म आउँछ तपाईँको अब त्यो स्पेस देखाएको सबै धाप्छ यो देखो नि हो तपाईँको सबै आउँछ यसले जस्तो जग्गा जमिनहरू निजी तान्ने गर्ने त्यस्तो समस्याहरू ल्याउने गरेको छ तानिरहेको छ नि यो सबै यो तपाईँको जग्गा सब जग्गै हो होइन ओके ए भनेपछि तपाईँको यो अहिले यिनीहरू सबै पहिला निजी जग्गा थियो सर हजुर निजी हो यो पानीको छरा खज्यो नि त्यहाँदेखि लिएर वहीँ माथि यो वाल लागेसम्म वहीँसम्म नै यो जग्गा थियो सर खोला खोला मेरो त्यहाँ 3 रोपिन जति त मेरो मात्र तानेको छ हजुर तपाईँको लगातार 72-73 आएको त्यो बाढी आयो तपाईँको उहाँ धोपादानदेखि हजुर सर 46जना मान्छे मऱ्यो हेर्नुहोस् त्यो कुन चाहिँ कहाँ चाहिँ मऱ्यो सर यही खण्डमा सडक यहीँदेखि वहीँ धोपादानसम्म ए भनेपछि तपाईँको यहाँ पनि क्षति भएन सर त्यतिखेर यहाँको मानेको क्षति भएन हजुर अरू क्षति भयो यहाँ तर बोबाङ तपाईँको 9को मान्छेहरू धेरै मरे त्यहाँ 9 नम्बर वार्डको छ 9 नम्बर 8 नम्बर 7 नम्बरका मान्छेहरू लगभग 46जना मरे त्यो भनेको सर माथिदेखि नै बाढी त्यसरी आयो माथिदेखि बाढी एकचोटि आएर सब यो खोलाका बस्तीहरू सब उठाइदियो हजुर केही राखेन